मेरो नाम धनबहादुर पहिला हो। म लेकबेसी 4। म विष्णु तरकारीको प्रोपराइट। मैले यो कृषि केन्द्र र स्कुलको दुवै ठाउँको बगैँचाको ठेक्का लिएको छु। यो सिजनली हो। सब यहाँ पाउने जातहरूको आँपहरूको डसेरी, माल्टा, लङ्गडा, बम्बई गिरिन पाइन्छ। र म यति यो वर्ष अत्यन्तै राम्रो आँप फलेको कारणले गर्दा धेरै खुसीमा छु। र आँपहरूको वितरणहरू राम्रै भइरहेको छ। सुर्खेतबाट वीरनगरदेखि लगेर काठमाडौँसम्मका मान्छेहरू तपाईँको आएर, भैरवातिरका मान्छेहरू आएर आँपहरू वितरण भइरहेको छ। र आँपहरूको सिजनमा दुईटै बगैँचामा राम्रो आँप छ। पाकेको काँचो 50 रुपियाँ किलो पाइन्छ। 62 सालबाट फलफुलहरूको व्यापारहरू गर्छु। म सिजनमा सुन्तलाको कारोबार पनि गर्छु। लेकबेसी यो क्षेत्र नम्बर 1 मा सबैलाई फलफुलहरू चाहियो भने मलाई फोन गर्यो भने सबैको घर दैलोमा मैले पुर्याइदिने छु। जसलाई जे आवश्यक पर्छ पूजाआजामा जेमा पर्छ फलफुलहरू म चाहिँ होम डेलिभरी गर्नेछु। त्यो आँप चाहिँ लगभग स्कुलको बगैँचाको आँप र 2 लाख रुपियाँमा ठेक्का लगेको हो। कृषि बगैँचाको आँप 1.5 लाख रुपियाँमा लगेको हो। अहिलेसम्मको चैत महिनाबाट अहिलेसम्म आँपको खर्च पनि आइरहेको छ। औषधि विषादीहरू केही पनि छैन यसमा, अर्ग्यानिक हो। अहिलेसम्म लगभग 100 कुइन्टल जति बम्बई डसेरी आँप बेचियो होला। 50 कुइन्टल जति बम्बई गिरिन बेचियो होला। अब अनुमान 100 कुइन्टल जति बाँकी नै छ। अब अन्य डसेरी र बम्बई गिरिन अब चौसा गर्दाखेरि 200 कुइन्टल अझै बाँकी नै आँप छ। यो आँप यो बगैँचाको सबैभन्दा राजा आँप हो। यो काँचोमा लगेर बेच्न मिल्दैन। यो पाकेरै बुटाबाट खसेर खान मिल्छ। र यो झुसे बम्बई हो। एकदम उत्तम आँप हो। यो लस्सी बनाउने खालको आँप हो। यो बेस्ट आँप हो। यो गाडीमा लग्दाखेरि पनि झोलामा पनि बसाएर बास्ना, त्यति उत्तम बास्ना आउने आँप हो।